हेलो सर नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म मेरो डेली रुटिनको बारेमा भ्लग बनाउँदैछु। योभन्दा अगाडि चाहिँ मैले मेरो छुट्टीको बेलाको भ्लग बनाएको थिएँ नि त, छुट्टीको दिनको बेलामा। अनि अब चाहिँ आज चाहिँ मेरो कामको बेलाको चाहिँ म कसरी के गर्छु त भनेर म देखाउँदैछु है त। त्यतिन्जेलसम्म हेरेर साथ दिनु होला। म चाहिँ हजुरहरूलाई एउटा जादु देखाउन जाँदैछु, हेर्नु है त। यस्तो जादु तपाईँहरूले पहिला कहिले देख्नु भएको थियो? Get ready with me guys। म चाहिँ अब रेडी हुँदैछु। उता चाहिँ मैले अन्डा बसालेर राखेको छु दुईटा, अहिले खाएर जानलाई। म चाहिँ रेडी हुँदैछु अब। म चाहिँ सनस्क्रिन लगाएर नि सकेँ। म चाहिँ अब अन्डा र पान खाँदैछु। यो अन्डा र पान चाहिँ खाएर काममा जान्छु। अनि म चाहिँ बिहान डेली दुईटा अन्डा खान्छु। अनि पान चाहिँ भर्खर भर्खर खान थालेको हो। यो पान चाहिँ फेरि लास्टै गुलियो हुन्छ यति खानलाई पनि। म चाहिँ अब रेडी पनि हुँदैछु। मेरो मैले चाहिँ खानाहरू पनि सबै प्याक गरिसकेँ मेरो। अनि खाजा पनि खाएर सकिसकेँ। अब चाहिँ म जानुपर्छ। फेरि अहिले ढिला नै हुन्छ नि त फेरि। अब चाहिँ म त हजुरहरूलाई बाटोमा, त्यही उता काममा जाने बाटोमा भेट्छु है त। त्यहाँनिर ठ्याक्कै नेपालको जस्तो गाउँ छ कि पुरै खेतै खेत, धानबारी। त्यहाँनिर अलिकति भिडियो खिचेर तपाईँहरूलाई देखाउँछु। ल अब चाहिँ म जान्छु, बाई बाई। लुक एट दिस भ्यू गाइज। म चाहिँ अहिले काममा जाँदैछु। यो चाहिँ काममा जाने बाटो हो। यो माथिको त्यो घर देख्नु भइरहेको नि, त्यो घर कटेपछि चाहिँ मेरो कम्पनी आइपुग्छ। यहीँबाट देख्न चाहिँ देखिरहेको छ, तर उता गएपछि चाहिँ म भिडियो बनाउँदिनँ, किनभने मिल्दैन क्या बनाउन। गाइज म चाहिँ कामबाट फर्केर आइसकेँ। अब भर्खरै काम यस्तो पानी पर्ला जस्तो भइरहेछ। मौसम चाहिँ शीतल शीतल। भ्लग बनाउनु पऱ्यो नि त साथी। भ्लग बनाउनु पऱ्यो नि त। हारै समाज जान्दिनँ कि फेरि म। गाइज म चाहिँ रुम आइपुगिसकेँ। अब म नुहाउँछु अनि खाना पकाउँछु। अनि त्यसपछि लुगाहरू धुन्छु, सुकाउँछु। है गाइज म त नुहाएर पनि आइसकेँ। अब चाहिँ म लुगा सुकाउँछु। देख्नुहुन्छ कि भन्नु होला गाइजहरूले। सुकाएर ल्याइसक्यो। अब म खाना पकाउँछु।
खाना पकाउँछ है गाइज। अब म खाना पकाएर अनि भेट्छु है गाइज। मैले चाहिँ अब खाना खाएर पनि सकिसक्यो। अब चाहिँ म सुत्नुपर्ने हुन्छ। अहिले चाहिँ रातको 9 बजिसक्यो नि त। अनि अब फेरि छिटो सुतेर अनि भोलि पनि बिहान उठेर काममा जानुपर्छ नि त। सो त्यही हो। यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि लाइक अनि भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यति नै भन्न चाहन्छु। हस् त, बाई बाई, गुड नाइट।